अब हामी चाहिँ धेरै पढ्ने हैन, अब चाहिँ हामी के पढ्ने, स्मार्ट पढ्ने। यो हो एलपीपी को 3टा क्वेशन। यो 3टा क्वेशन गरेपछि एलपीपी चाहिँ पुरै कभर हुन्छ। यो फर्स्ट भिडियोमा चाहिँ हाम्रो 2082 मा आएको एलपीपी को फर्स्ट क्वेशन छ। यो चाहिँ अरु क्वेशन भन्दा के छ, डिफरेन्ट छ। अहिलेसम्म हामीले गरेको सबैमा के थियो, 2टा मात्रै कन्स्ट्रेन्ट थियो। यसमा चाहिँ कतिवटा कन्स्ट्रेन्ट आएको छ, 3टा। ल है त, यो क्वेशनमा के छ, फंक्सन px = 10x + 3y। त्यस्तै गरी अरु कन्स्ट्रेन्ट के छ, 6x + 7y <= 42। दोस्रो x + 3y <= 42। थर्ड वान के छ, x + 3y <= 9। यदि 2टा भएको भए r र s थपे हुन्थ्यो। अब हाम्रो स्ल्याक भेरिएबल कतिवटा हुने भयो, फर्स्ट वाला चाहिँ r, दोस्रो के s, तेस्रो के हो t। लेट r, s and t be the non-negative slack variable। यति लेख्ने। अब स्ल्याक भेरिएबल हालेपछि के हुन्छ, त्यो इक्वेसन चाहिँ अब के हुन्छ, इक्वल्स टु मा चेन्ज हुन्छ है। इनइक्वालिटीबाट इक्वल्स टु मा चेन्ज हुन्छ। 6x + 7y + r = 42। दोस्रो के भयो, x + 3y + s = 42। थर्ड वान 9 भयो। ल यति गर्यो। अब यति गरिसकेपछि हामीले के बनाउने, स्ट्यान्डर्ड फर्ममा कन्भर्ट गर्ने है इक्वेसनलाई। द स्ट्यान्डर्ड फर्म अफ इक्वेसन इज के हुन्छ, 6x + 7y + r + 0s 0t अनि 0p = 42। दोस्रो के हुन्छ, x + 3y + 0r + s + 0t + 0p = 42। थर्ड वानमा के हुन्छ, थर्ड वानमा चाहिँ अब t1 हुन्छ, अरु सबै 0 हुन्छ है। फोर्थमा हानेको त अब यो मेन इक्वेसनमा के हुन्छ, त्यो 10x चाहिँ यतापट्टि आउँछ है। -10x - 3y 0r 0s 0t, p चाहिँ के हुन्छ, 1, कन्स्ट्यान्ट 0 भयो। अब हामीले के बनाउने, इनिशियल टेबल बनाउने। इनिशियल टेबल कस्तो हुन्छ, इनिशियल टेबलमा अरु बेलामा r र s मात्र बेसिक भेरिएबल हुन्थ्यो। अब चाहिँ हाम्रो के हुन्छ, r s t 3टा बेसिक भेरिएबल हुन्छ है। बेसिक भेरिएबल यतापट्टि के बनाउने, x y r s t p r h s अनि उता साइडमा के हुन्छ, रेशियो। अब यता साइडमा के हुने भयो, जतिवटा स्ल्याक भेरिएबल भयो त्यतिवटा बेसिक भेरिएबल यहाँ साइडमा लेखिन्छ है सुरुमा। त्यही भएर यहाँ साइडमा के लेख्ने, r लेख्ने, s लेख्ने अनि t लेख्ने। अब सबैलाई इक्वेसन चाहिँ हामीले के गर्नु पर्यो, प्लट गर्न पर्यो। उताको इक्वेसन हेर्दै प्लट गर्ने है त। अब हामीले यसरी प्लट गर्यौं। अब यो लास्टमा चाहिँ जुन त्यो जेट वाला इक्वेसन हामीले लास्टमा लेख्थ्यौं नि, हो त्यो प्लट गर्ने है। ल अब यति भइसकेपछि हाम्रो फर्स्ट काम के हो, पहिला सुरु पाइभट कोलम र पाइभट रो निकाल्ने। पाइभट कोलम भनेको के हुन्छ, मोस्ट नेगेटिभ। अब यसमा -10 र -3 मा के नेगेटिभ छ, मोस्ट नेगेटिभ -10 छ। त्यही भएर -10 इज द मोस्ट नेगेटिभ। सो के भयो, x इज द पाइभट कोलम। पाइभट कोलम आएपछि हामीले के निकाल्न पर्छ, पाइभट रो। पाइभट रो निकाल्न के गर्ने, रेशियो निकाल्न पर्छ। रेशियो सधैँ के हुन्छ, RHS / पाइभट कोलम। ल नि अब यो 42 लाई कतिले डिवाइड गर्ने, 6 ले। 42 / 6 = 7। फेरि 42 लाई कतिले डिवाइड गर्ने, 1 ले। यो किन गरेको, पाइभट कोलमको एलिमेन्टले डिवाइड गर्न पर्छ है। हेर अब यो 3टा मध्ये लिस्ट पोजिटिभ कुन छ, 7, 42 र 9 मा चाहिँ। अब हेरौँ है त, यहाँ यो चाहिँ नोट्सको लागि मात्र लेखेको है मैले। पाइभट कोलम भनेको मोस्ट नेगेटिभ, पाइभट रो भनेको लिस्ट पोजिटिभ। यो चाहिँ नोट्स बनाएर लेख्ने है साइडमा, यो एक्जाममा चाहिँ यसरी लेख्न पर्दैन। अब हेर्ने 7, 42 र 9 मा कुन चाहिँ हो लिस्ट पोजिटिभ, 7। सिन्स 7 इज द लिस्ट पोजिटिभ, सो कुन भयो, r इज द पाइभट रो। अब के गर्ने, यो x र यसरी लाइन तान्ने अनि r बाट यसरी लाइन तान्ने। कुन नम्बर यस्तो इन्टरसेक्सन भयो, 6। सो पाइभट एलिमेन्ट के भयो, 6 भयो। अब चाहिँ हामीले के गर्नुपर्छ, पाइभट एलिमेन्ट नि आयो। पाइभट एलिमेन्ट आइसकेपछि पाइभट एलिमेन्टलाई 1 बनाउने अनि पाइभट एलिमेन्ट बाहेक अरुलाई चाहिँ के बनाउने, 0 बनाउने। भनेको यो x कोलमको अरु 6 लाई 1 बनाउने, अरु बाँकीलाई 0 बनाउने। 1 चाहिँ हामीले मल्टिप्लाई अर डिवाइड गरेर बनाउँछौं, तर 0 के गरी बनाउने, प्लस अर माइनस गरेर। ल भनेपछि त्यो r केमा छ, r1 मा छ। त्यही भएर 6 लाई 1 बनाउन के गर्ने, r1 / 6।
अब अरूलाई सेम सारम है। बीबी भनेको चाहिँ बेसिक भेरिएबल। वाई आर एस टी पी अनि आरएचएस। अब हामीले आर1 मात्रै काम गर्छौँ पहिला सुरु, अरू सेम सार्ने। अब हेर्ने यो के हुनु पर्यो, एक्सचेन्ज हुन पर्यो है। जहिले पनि पाइभट कोलम आइसकेपछि हामीले के गर्छौँ, यो जुन भेरिएबल पाइभट कोलम हो त्यसलाई यहाँ लेफ्ट साइडमा राख्छौँ। एस र टीलाई चाहिँ के सेम सार्ने है। यो सबै हामीले एक्स वाला कोलम सबैमा हामीले के गर्नु, डिभाइड बाई 6 गरेको, अरू चाहिँ सेम सारिदिने। ल अब यति भयो। अब हेर त हामीले यो पाइभट इलिमेन्टलाई त 1 बनायौँ। अब बाँकीलाई के बनाउनु पर्यो, 0। के गर्ने हेर त, यो R2 लाई बनाउनु R2 माइनस R1 गर्ने, R3 लाई R3 माइनस R1। तर R4 को लागि के गर्नु पर्यो, R4 अब माइनस छ भने प्लस राख्ने, जे नम्बर छ त्यही राख्ने भने चाहिँ R4 प्लस 10 R1 भयो। अब त्यही गरिदिने। अब त केही प्रब्लम छैन। R2 लाई R2 माइनस R1, R3 लाई पनि R3 माइनस R1। R4 मा चाहिँ के गर्ने, R4 प्लस 10 R1। ल अब एक्स लेख्ने, त्यो R1 मा केही चेन्ज हुँदैन, सेम त्यत्तिकै सार्ने। R2 देखि चाहिँ हामी क्याल्कुलेट गर्ने। अब एस मा के हुन्छ, R2 माइनस R1 भनेपछि 1 माइनस 1 0 कति, 3 माइनस 7 बाई 6 कति, क्याल्कुलेट गरेर त कति आउँछ, 11 बाई 6। अब 3 माइनस कति भयो, माइनस 1 बाई 6 0 होइन, त्यसमा 1 आउँछ है, त्यसको कति आउँछ, 11 बाई 6 नै आउँछ। अनि त्यहाँ पनि माइनस 1 बाई 6 नै आउँछ है, यहाँ 0, त्यहाँ माथि चाहिँ 1 हो है, त्यहाँ 0 भएछ। त्यहाँ 1 लेख्ने, त्यहाँ 0 अनि त्यहाँ 1 0 2। अब लास्ट रोको नि क्याल्कुलेट गरौँ। लास्ट रोको क्याल्कुलेट के गर्ने, R4 प्लस 10 R1, R4 प्लस 10 R1 गरौँ त। माइनस 3 मा अब जोडौँ त, माइनस 3 मा 10 टाइम्स 7 बाई 6 गरौँ, त्यो गर्दा कति आउँछ, माइनस 3 प्लस 10 इन्टु 7 बाई 6 गर्दा 26 बाई 3 आउँछ। त्यसपछि 5 बाई 3 0 0 1, लास्टमा कति आयो, 10 टाइम्स 7 गर्दा कति आउँछ, 0 प्लस 10 टाइम्स 7 गर्दा 70 आउँछ। अब लास्ट रोमा कुनै नेगेटिभ छ त छैन भनेपछि यो हाम्रो के भयो, अप्टिमल सोल्युसन। अब ल्याङ्ग्वेज लेखौँ, सिन्स देयर इज नो एनी नेगेटिभ नम्बर इन द लास्ट रो सो इट इज द अप्टिमल सोल्युसन। अब के गर्ने, त्यहाँबाट भ्यालु चाहिँ हेर्ने है। त्यहाँ माथि हेर त एक्स को मात्रै भ्यालु छ भनेपछि एक्स को भ्यालु कति, 7। वाई छ त यहाँ छैन भनेपछि वाई इक्वल्स टु 0। अब पी म्याक्सिमम कति हुन्छ, 70। ल अब यति भएपछि हामीले के गर्ने, चेक गर्ने रियल फंक्सनमा हालेर। रियल फंक्सनमा हालेर चेक गर्दाखेरि 10x प्लस 3y इक्वल्स टु 70 आयो। ल है अब अर्को क्वेसन चाहिँ फेरि मैले अर्को भिडियोमा बनाउँछु। बाई गाइज, अल द बेस्ट। अब चाहिँ मैले यो अस्तिबाटै मलाई स्टुडेन्टहरूले यो क्वेसन चाहिँ गरिदिनु है म्याम भनेका थिए। यो चाहिँ कुन हो भन्दाखेरि ओल्ड इज गोल्डमा एउटा मात्रै छ है यो क्वेसन चाहिँ। र त्यो क्वेसन सल्भ गर्नुभन्दा अगाडि चाहिँ पहिला सुरु चाहिँ बेसिक कन्सेप्ट अफ एलपीपी को बारेमा चाहिँ बुझौँ है त। के हो त एलपीपी, खासमा एलपीपी मा के टर्महरू युज हुन्छ त्यो गर्छौँ हामीले। फर्स्टमा छ के हो, पाइभट कोलम। अब पाइभट कोलममा के हुन्छ भन त, पाइभट कोलम भनेको चाहिँ हाम्रो लास्ट रोमा चाहिँ जुन सबैभन्दा मोस्ट नेगेटिभ आउँछ नि त्यो चाहिँ पाइभट कोलम है। हेर द मोस्ट नेगेटिभ अन द के हो, लास्ट रो है। त्यसपछि भनेको अब हाम्रो अर्को टर्म आउँछ पाइभट रो। अब पाइभट कोलम फिक्स भइसकेपछि चाहिँ हामीले के निकाल्छौँ, पाइभट रो। अब पाइभट रो निकाल्नको लागि चाहिँ हामीलाई के चाहिन्छ, एउटा रेसियो चाहिन्छ है। त्यो रेसियो चाहिँ लिस्ट पोजिटिभ हुनपर्छ। अब के हो त रेसियो, के को रेसियो निकाल्ने त्यो पनि थाहा हुन पर्यो। भनेपछि रेसियो इक्वल्स टु के हुन्छ, RHS डिवाइडेड बाई इलिमेन्ट्स अफ पाइभट कोलम। पाइभट कोलमको इलिमेन्टले RHS लाई के गरिदिने, डिवाइड गरिदिने। डिवाइड गर्दा जुन लिस्ट पोजिटिभ आउँछ त्यो चाहिँ पाइभट रो हुन्छ। त्यसपछि अब आउँछ पाइभट इलिमेन्ट। पाइभट इलिमेन्ट भनेको के हो, पाइभट रोबाट नि एउटा यसरी पाइभट कोलमबाट नि एउटा यसरी लाइन तान्ने, अनि पाइभट रोबाट नि के गर्ने, लाइन तान्ने। पाइभट कोलम र पाइभट रोको जुन इन्टरसेक्टिङ इलिमेन्ट हुन्छ त्यो हुन्छ हाम्रो पाइभट इलिमेन्ट। अब हामीले पाइभट इलिमेन्टलाई 1 बनाउने, बाँकी अरू दुईटालाई 0 बनाउने। यही हो एलपीपी है। एकदम सिम्पल भाषामा भन्नु पर्दाखेरि अब चाहिँ हामीले के हो स्ल्याक भेरिएबल भन्ने बुझ्न पर्यो है। स्ल्याक भेरिएबल भनेको चाहिँ खासमा नन नेगेटिभ नम्बर हो है।
जसले चाहिँ हाम्रो के गर्छ इनइक्वालिटीलाई चाहिँ इक्वेसनमा चेन्ज गर्छ जतिवटा कन्स्टेन्ट छ हामीले त्यतिवटा के गर्छौं स्ल्याक भेरिएबल चाहिँ इन्ट्रोड्युस गर्छौं ल अब कसले फलो गरेको छैन यो च्यानललाई फलो गर्ने युट्युबमा फलो गर्ने अनि हाम्रो व्हाट्सएपको कम्युनिटी ग्रुपमा जोइन हुने इम्पोर्टेन्ट क्वेशनहरु मैले डेली प्र्याक्टिसको लागि त्यसमा पठाएको हुन्छु सबैले त्यो प्र्याक्टिस गर्ने है ल अब चाहिँ हामी एक्ज्याक्ट हाम्रो क्वेशनमा जाम यो 2080 मा आएको यो क्वेशन के छ म्याक्सिमाइज भनेर आएको छ है बाइ कुन मेथड सिम्प्लेक्स मेथड अनि क्वेशनमा चाहिँ के छ भन त इक्वेसन चाहिँ अब्जेक्टिभ फंक्सन चाहिँ के छ एज युजुअल छ तर कन्स्ट्रेन्ट चाहिँ के को फर्ममा छ फ्र्याक्सनको फर्ममा छ अब फ्र्याक्सनको फर्ममा क्वेशन भइसकेपछि हामीले के गर्नुपर्छ पहिला सुरु यो फ्र्याक्सनलाई के गर्दिने जस्तो अब यसलाई एलसीएम लिने है हेर त x/3 + y/4 लेस देन इक्वल्स टु 1 x/6 + y/3 लेस देन अर इक्वल्स टु 1 अब यो फंक्सनलाई हामीले पहिला सुरु कन्स्टेन्टलाई चेन्ज गर्ने एलसीएम लिएको त कति आउँछ 4x + 3y/12 लेस देन इक्वल्स टु 1 आउँछ अनि 12 लाई के गर्दियौ राइट ह्यान्ड साइडमा लिएर गइदेऊ अब के भयो हाम्रो पहिलो कन्स्टेन्ट यसमा चेन्ज भयो अब दोस्रो कन्स्टेन्ट के छ x/6 + y/3 लेस देन इक्वल्स टु 1 छ 6 र 3 को एलसीएम कति हुन्छ 6 हुन्छ भनेपछि अब हेर त x + 2y लेस देन इक्वल्स टु कति हुने भयो 6 हुने भयो अब यति आइसकेपछि हामीले के गर्ने दुईटा कन्स्टेन्ट भएपछि दुईटा नन नेगेटिभ स्ल्याक भेरिएबललाई इन्ट्रोड्युस गर्ने ल इन्ट्रोड्युस गर के हुन्छ यसको अब के गर्ने लेट आर एन्ड एस बी द स्ल्याक भेरिएबल गर्ने स्ल्याक भेरिएबल गरिसकेपछि अब के हुन्छ हाम्रो कन्स्टेन्टबाट चाहिँ इक्वेसनमा चेन्ज हुन्छ है त्यो इनइक्वालिटी अब केमा चेन्ज हुन्छ इक्वल्स टु मा चेन्ज हुन्छ के थियो हाम्रो इक्वेसन भन त 4x + 3y + r इक्वल्स टु 12 x + 2y + r इक्वल्स टु 6 अब यो इक्वेसन हामीले के को फर्ममा लेख्ने स्ट्यान्डर्ड एलपीपी को फर्ममा चाहिँ हामीले लिएर जाने है स्ट्यान्डर्ड एलपीपी को फर्ममा के हुन्छ इक्वेसन भन त हेर्ने है अब यो फर्स्ट इक्वेसनमा चाहिँ 4x + 3y + r + 0s + 0p इक्वल्स टु 12 हुन्छ है अनि सेकेन्ड इक्वेसनमा के हुन्छ x + 2y + 0r + s + 0p इक्वल्स टु 6 अब लास्ट इक्वेसनमा के गर्ने लास्ट भनेको मेन इक्वेसन है अब्जेक्टिभ फंक्सन त्यसमा चाहिँ हामीले x र y लाई के गर्दिने लेफ्ट ह्यान्ड साइडमा लिएर आउने अनि p लाई चाहिँ के गर्नु पर्यो पोजिटिभ बनाउने है हेर त -7x - 5y + 0r + 0s + p इक्वल्स टु 0 अब हामीले के गर्नु पर्यो इनिशियल टेबल बनाउनु पर्यो है इनिशियल टेबलमा चाहिँ कसरी बनाउने इनिशियल टेबल भनेको पहिला सुरु यता साइडमा बेसिक भेरिएबल लेख्ने अनि यहाँ भएभरको सबै जुन छ नि भेरिएबलहरु त्यो भेरिएबल सर्लक्क लेख्दै जाने के हुन्छ बेसिक भेरिएबल त्यसपछि भनेको x y r s p r h s अनि त्यसपछि के हुन्छ साइडमा रेशियो अब सबै लहर इक्वेसन लेख्दै जाम बेसिक भेरिएबलको साइडमा के हुन्छ r र s जतिवटा स्ल्याक भेरिएबल हुन्छ त्यतिवटा बेसिक भेरिएबल हुन्छ अब इक्वेसन लेखौं त 4 3 1 0 0 12 1 2 0 1 0 6 लास्ट को नि लेखौं ल भयो है अब यति गरिसकेपछि हामीले के गर्ने फर्स्टमा पाइभट कोलम र पाइभट रो निकाल्न पर्यो पाइभट कोलम के हुन्छ मोस्ट नेगेटिभ चाहिँ हाम्रो के हुन्छ पाइभट कोलम कुन छ अहिले यहाँ मोस्ट नेगेटिभ -7 त्यही भएर सिन्स -7 इज द मोस्ट नेगेटिभ x इज द पाइभट कोलम अब हामीले के निकाल्न पर्यो पाइभट रो निकाल्न पर्यो पाइभट रो भनेको के हुन्छ पाइभट रो निकाल्नको लागि चाहिँ हामीले एउटा रेशियो निकाल्न पर्छ लिस्ट पोजिटिभ रेशियो त्यो रेशियोको के हुन्छ आरएचएस डिवाइडेड बाइ पाइभट कोलमको एलिमेन्ट अब हेर त्यसको डिवाइड गर्न त कति आउँछ 12 डिवाइडेड बाइ 4 भनेको कति 3 अर्को भनेको 6 डिवाइडेड बाइ 1 भनेको 6 अब 3 र 6 मा कुन सानो 3 सानो त्यही भएर हाम्रो r भनेको के हुने भयो पाइभट रो हुने भयो अब पाइभट कोलम र पाइभट रो आएपछि हामीले के गर्न पर्यो पाइभट एलिमेन्ट निकाल्न पर्यो अब यस्तो x बाट पनि यसरी सिधा धर्को तान्न r बाट पनि यस्तो होरिजेन्टल लाइन तान्ने त्यो गर्दा कुनमा क्रस हुन्छ 4 मा क्रस हुन्छ है भनेपछि हाम्रो पाइभट एलिमेन्ट के हुने भयो 4 हुने भयो अब 4 लाई चाहिँ हामीले के बनाउने पाइभट एलिमेन्टलाई 1 बनाउने त्यो बाहेकको अरु दुईटालाई 0 बनाउने ल है अब त्यसलाई हामीले के बनाम 4 र त्यो 4 लाई हामीले 1 बनाउने 4 लाई 1 बनाउन के गर्नु पर्यो r1 डिवाइडेड बाइ 4 गर्ने अब बेसिक भेरिएबल x y r s p
आरएचएस रेसियो सबै अब लेख्नु हामीले पर्यो के है गर्नु आरलाई चाहिँ एक्स लेख्न पर्यो है त्यसपछि के गर्ने R1 लाई डिभाइड गर्दै 4 ले 4 लाई डिभाइड गर्दा 1 आयो 3 लाई डिभाइड गर्दा 3/4 1 लाई डिभाइड गर्दा 1/4 अरु चाहिँ के भयो 0 0 अनि 12 लाई डिभाइड गर्दाखेरि 3 भयो अब R2 र R3 के गर्दिने त्यो चाहिँ सेम सार्दिने है R लाई चाहिँ R को ठाउँमा चाहिँ हामीले के लेख्न पर्यो x लेख्न पर्यो त्यो चाहिँ नबिर्सिकन लेख्ने है अब हाम्रो काम के हो बाँकी रहेको दुईटा 1 र -7 लाई चाहिँ के गर्ने 0 बनाउने अब 0 कसरी बनाउने हेर त 1 लाई 0 बनाउन R2 - R1 गर्ने R3 लाई चाहिँ त्यहाँ माइनस भएपछि अब के ल्याउनु -7 भएको 7 R1 है अब के गर्न पर्यो R2 को R2 - R1 भयो R3 मा चाहिँ R3 + 7 R1 अब के लेख्ने बेसिक भेरिएबल x y r s p RHS अब हेर त R2 मा के गर्नु पर्यो R1 को सेम जस्तो त्यस्तै सार्ने त्यो R को ठाउँमा चाहिँ x सार्ने है x लेख्ने त्यो R हैन है x हो R1 लाई जस्तो त्यस्तै सार्ने R2 मा के गर्नु पर्यो R1 - R2 1 - 1 0 2 - 3/4 कति हुन्छ त्यस्तै गरी अब के माइनस गर्ने 0 - 1/4 त्यो भनेको कति हुन्छ -1/4 अब 1 - 0 0 0 0 अनि 6 - 3 कति 3 अब R3 मा के छ R3 + 7 R1 त्यो गर्दा 0 आयो -5 + 7 * 3/4 गर्ने कति आउँछ -5 + 7 * 3/4 भनेको 1/4 अब 0 + 7 * 1/4 भनेको कति 7/4 त्यसपछि के आउँछ 0 आउँछ अनि त्यो पनि 1 नै आउँछ है अब लास्टको कति 0 + 7 * 3 भनेको 21 अब हेर त अब लास्ट रोमा कुनै पनि नेगेटिभ नम्बर छ त छैन अब कुनै पनि नेगेटिभ नम्बर छैन भनेपछि हाम्रो त्यो के हो एन्सर हो है त्यसलाई हामीले के भन्छौं optimal solution since there is no any negative number on the last row it is the के हो optimal solution अब हेरौँ त त्यहाँ हेरौँ त अब चाहिँ हाम्रो x को भ्यालु कति आएको छ हेर त x को भ्यालु चाहिँ 3 आएको छ तर त्यहाँ y को भ्यालु आएको छ त छैन त्यही भएर y चाहिँ कति हुन्छ 0 हुन्छ अनि त्यो बेलामा p म्याक्सिमम कति आएको छ उयो 21 आएको छ है भनेपछि एट x = 3 y = 0 p म्याक्सिमम कति भयो 21 भयो अब हामीले चेक गर्दिने चेक गर्दा रियल फंक्सन कति थियो हाम्रो p = 7x + 5y थियो x को भ्यालु हाल्दियौ y को भ्यालु हाल्दियौ के आउँछ भ्यालु अनि सेम आउँछ थ्यांक यू गाइज